नमस्कार। आज म ताप्लेजुङको यो फुङलिङ नगरपालिका वडा नम्बर 7 महानन्दी भन्ने ठाउँमा छु। म आज यहाँदेखि बिर्तामोड झापासम्मको यात्राको लागि भनेर हिँडिरहेछु र यात्रामा म एक्लै छु। आज म महानन्दीबाट सुरु गर्न लागेको ब्लग बिचमा खिच्दै गर्दै जाँदै तपाईहरुलाई सम्पूर्ण कुरा पनि देखाउनेछु। यो पारी देखिएको बाटो चाहिँ निर्माणाधीन तम्मर कोरिडोर भन्छ र यो आसपासको गाउँ चाहिँ फुलबारी गाउँभन्दा अलि मुनिको गाउँ पर्न जान्छ र यो बाटो चाहिँ उता तल तम्मर खोला अनि काबेली खोलाको त्रिवेणी हुँदै धरानको पुग्नै लाग्दा मूलघाट हुँदै यो बाटो चाहिँ धरानमा निस्किने गरेको छ। अहिले चाहिँ म काबेली खोला एरियामा आइपुगेको छु। काबेली खोला आज बाढीले अलि धमिलिएको छ र यो काबेलीको पुल हो। म यो पुल क्रस गरिसकेपछि ताप्लेजुङ छोडेर पाँचथरको सिमाना प्रवेश गर्दैछु र मेरो यात्रा जारी नै छ। सलललल काबेली खोला यसरी बगिरहेको छ। यो काबेली खोला भनेको हाम्रो लागि एक धार्मिक रूपले पनि महत्त्वपूर्ण मानिन्छ। धेरै मान्छेहरू खोला पूजा गर्नको लागि भनेर यसै काबेली खोलाको स्थानमा आएर पूजा पनि गर्नुहुन्छ। कतिले लाखबत्ती पनि बाल्नुहुन्छ भने काठमाडौँ, झापा, मोरङ लगायत धेरै टाढादेखि पाथिभरा दर्शनको लागि आउनुहुने भक्तजनहरूले सर्वप्रथम यसै काबेली खोलामा चाहिँ कतिजनाले नुहाइ गर्ने अनि यो ठाउँबाट चाहिँ फेरि खोलाको विधिवत पूजा गरिसकेपछि ताप्लेजुङको सीमा प्रवेश हुन्छ र ताप्लेजुङको सीमा प्रवेशसँगै पाथिभराको दर्शनमा जुट्नुहुन्छ।